हिजो म त्यो टिकटक लाइभमा छिरेको थिएँ क्या, माटोका समर्थकहरूको ग्रुपमा छिरेको थिएँ है। हाम्रो हर्क साम्पाङ राई सरको ग्रुप, त्यो समर्थकको ग्रुपमा छिरेको थिएँ क्या है। म त है 3 छक परेँ होइन, जिल्लै परेँ क्या। के हो यस्तो यो बोल्ने होइन। अब डिबेट गर्ने अथवा डिस्कस गर्ने भनेपछि त एउटाले बोल्छ, अर्कोले बोल्ने, त्यसपछि अर्कोले बोल्ने, अरूले बोलेको कुरा सुन्ने, चिन्तन गर्ने, मनन गर्ने, आफ्नो विचार प्रष्ट तरिकाले राख्ने हुन्छ नि। आफ्नो कुरा चाहिँ पट भनिदिने। 7-8 जना थियौँ होइन, मेरो पालो तेस्रो चौथोमा थियो। सबैको बारेमा सुने अनि मलाई प्रश्न आयो के, मलाई चाहिँ के भनेर भन्नु भने, तपाईँ घन्टीको समर्थक, तपाईँलाई हर्क साम्पाङजीको बारेमा के मन पर्दैन भनेर सोध्नुभयो। हर्क साम्पाङजीको बारेमा मलाई मन नपर्ने कुरा केही पनि थिएन। मलाई एउटा कुरा चाहिँ मन पर्दैन थियो, उहाँ धेरै बोलिदिनु भयो, अलिक कम बोलेर मिलाएर बोलेको भयो हुन्थ्यो भनेदेखिको मेरो पालोमा 10 सेकेन्ड यति बोल्ने बित्तिकै पटट प्वाक बिचमा एउटा महिला बोलिदिनु भयो है। त्यसपछि त उहाँको आवाज यति तिखो, महिलाको आवाज त यसै तिखो हुन्छ। त्यसपछि त पाटा बोलेको त्यसपछि अर्को मान्छे थपिने पटट बोल्ने, अर्को थपिने पटट बोल्ने। म बोल्छु नि भन्दैछु बिचमा होइन, उताबाट होस्टले पनि म्युट गर्दै गरिदिने, म्युट गरिदिने है। अनि त्यसपछि तपाईँको घन्टीका ती रवि लामेछाने यस्ता उस्ता भनिदिने। मैले भने प्रमाण कहाँ छ भनेर फेरि बोल्न नै प्याट लाएर म्युट गरिदिन्छ है होस्टले है। बालाई नि यस्तो उस्तो भन्ने है। ए बाबा, मेरो घन्टी होइन क्या। म त महेन्द्र राजा आओस्, पृथ्वीनारायण शाह जस्तो मान्छे आओस्, महेन्द्र राजा फेरि आओस्, शासन गरोस् भन्ने चाहने मान्छे। तर देशको लागि विकास हुनु र घन्टीमा भोट हाल्छु भनेर भनेको उहाँहरू त तपाईँको बालेन यस्तो, तपाईँको रवि यस्तो, घन्टी यस्तो उस्तो पटट भन्ने है। अनि उहाँहरूले सोधे क्या मलाई हर्क साम्पाङजीको के मन पर्दैन भन्दा मैले त एउटै कुरा भनेको थिएँ, सबै कुरा ठिक छ, उहाँ धेरै राम्रो नेता हो, सबै ठिक छ, मलाई एउटा मन पर्दैन, अलि कहिले काहीँ चाहिँ धेरै बोलिदिनु हुन्छ है भनेको मात्रै केटी। बाफ्रे फटाटाटाटाटाटाटाटा अरूको कुरा त सुन्दै नसुन्ने, त्यो साउन्डमा आँखा फुटेका गोरु हुन्छ नि त्यस्तै क्या, सधैँ हरियो देख्दिने क्या है। यस्तो त्यो टाङ्गा तान्ने यस्तो हुन्छ नि दुईतिर लगाएको, त्यस्तै गरी गरेर चिच्याएर बोले गरिदिने है। अर्को क्रिटिसिजम चाहिँ राम्रोसँग गरिदिने, अरूलाई क्रिटिसाइज गरिदिने है, अरूको बारेमा होच्याएर बोलिदिने। तर अरूले राम्रोसँग पोइन्ट आउट गरेर यस्तो हुनसक्छ, यस्तो हो कि भन्न त सुन्दै नसुन्ने है। क्लियरिफिकेसन दिया हुन्छ, क्वेसन माथि क्वेसन गरे होइन, जवाफ दिनलाई फ्याट म्युट हानिदिन्छ, जवाफ दिनलाई फ्याट म्युट हानिदिने। यो माटोका समर्थक ग्रुपहरू त हो। ए अरू कुरा हामीलाई थाहा छैन, हर्क इज द बेस्ट भने छ, ल ठिक छ, त्यसमा पनि हो, ल हि इज अ बेस्ट गाई। त्यस्तो मान्छे हाम्रो राजनीतिमा हुनुपर्छ, पोस्टमा पनि हुनुपर्छ। तर है म बोलामै सकिनँ भाइ भने मलाई लास्टमा त उनीहरूलाई म्युट गरेपछि यस्ता ग्रुपमा यस्तो मान्छेहरूसँग बसेर गर्न सकिँदैन भनेर निस्किएँ म त है। निस्केर हिँडेँ, आजसम्म पनि मलाई गुज बम्स भइरहेको छ क्या त्यो कुरा सुनेर, भइरहेछ क्या, दिमाग हल्लिरहेछ क्या मेरो। कस्तो मान्छेसँग चाहिँ कस्तो ग्रुपमा छिरेछु भइरहेछ क्या मलाई। म धेरैवटा ग्रुपमा छिरेर आउँछु, डिस्कर्डमा पनि धेरैसँग सुदन गुरुङजीहरूसँग पनि कुरा गरेको थिएँ, कुनै टाइममा बसेर धेरै हामीसँग कुरा गरेको थियौँ। तर पाला बोल्थ्यौँ, एउटाले अर्कोलाई काट्दा नै सरी भनेर काट्थ्यौँ होइन, टाइम मागेर बोल्थ्यौँ होइन, अरूलाई टाइम दिन्थ्यौँ, आफू माइक अफ गरेर बस्थ्यौँ। त्यहाँ त होइन, पाटाटाटाटाटाटाटाटा बोलेछ, अरूको माथि पनि बोल्दिने, बोल्दै नदिने, क्वेसन माथि क्वेसन गर्ने, जवाफ दिनलाई बोल्दै नदिने। तथ्यको आधारमा, प्रमाणका आधारमा अथवा कुनै प्रुफ छ भने कुनै कुरा भनिदिनु, आरोप लगाइदिनु होइन। यहाँ त भन्दैकै उल्टा मलाई शुद्ध नि यो महेन्द्र राजाको बारेमा भन्दा मेरो लिङ्गमाथि नै प्रश्न उठाइदियो भने, तपाईँ आफैलाई तपाईँ केटा हो कि केटी हो कि कुन लिङ्ग हो थाहा रहन्छ, तपाईँ बिचको मान्छे के। अरे भाइ देश त्यही नभनौँ यार, यस्तो बोलेर नि सक्दिनँ म सक्दिनँ। मेरो यतिसम्म हुँदो रहेछ माटोका समर्थक भनेर। म हिजो त के भन्ने यार, सकिनँ हजुर, मैले सकिनँ।